हेलो गाइज, आज पनि फेरि अर्को मिनी ब्लग लिएर आइसकेको छु। आज चाहिँ म सिजन जूमा जाँदैछु। म मात्रै होइन, एउटा बहिनी जाँदैछ। बहिनीलाई चाहिँ बाटोमा भेट्नु हुनेछ। अब म चाहिँ यहाँबाट ट्रेन चढेर खामीदो स्टेसन झर्न लागिरहेको छु। स्टेसन बहिनी र म चाहिँ नेपालबाट एउटै कन्सल्टेन्सीबाट जापान आएको बहिनी हो। मैले बहिनीलाई भेटेँ, हाई भन्दैछौँ हामी चाहिँ। अब यहाँबाट हामी हिँडेर जाँदैछौँ। यो चाहिँ खामीदो स्टेसनबाट बाहिर निस्केको हो। यहाँबाट तपाईँ ठ्याक्क 2-3 मिनट हिँड्नुभयो भने बस नम्बर 2 स्टेसन नम्बर 2बाट चढ्नु होला 29 नम्बरको बसमा। यहाँबाट चाहिँ तपाईँ त्यो जू जानलाई जानुहुनेछ। यति बाटोमा देखेको समुद्र हो। यति बाटोमा पर्छ समुद्र। कस्तो राम्रो थियो। यो चाहिँ बसबाट खिचेको भिडियो हो। तपाईँहरू पनि जान सक्नुहुनेछ। हामीलाई चाहिँ एकदम रमाइलो लागिरहेको थियो। अब तपाईँहरूलाई कस्तो लाग्छ एकचोटि गएर प्रतिक्रिया दिनुहोला। फ्री हो, इन्ट्रान्स फ्री हो, पैसा लाग्दैन। जस यही बस भाडा मात्र लाग्ने, अरू चाहिँ फ्री हो। यो चाहिँ जूभित्र जाने मेन बाटो हो। यहाँबाट हामी भित्र जाँदैछौँ। म आज चाहिँ यस्तो गर्मी थियो, त्यही भएर यस्तो गेटअपमा तपाईँहरूले मलाई देख्न सक्नुहुनेछ। लास्टै घाम लागेर गर्मी थियो। यो चाहिँ बाहिरको भ्यू। अब भित्र पनि हामी जाँदैछौँ है त। अब चाहिँ हामी जूमा आइपुग्यो, इदगावा सिटीको सिजन जूमा। तपाईँहरू पनि आउन सक्नुहुनेछ। यहाँ चाहिँ फ्री इन्ट्रान्स हो। यहाँभित्र हेर्दै जानु होला। हामीले चाहिँ फर्स्टमा चाहिँ बाँदरलाई हेऱ्यौँ। रङ्गी बिरङ्गीको बाँदरहरू त नेपालमा पाउने भन्दा अलिक फरक टाइपको बाँदरहरू देख्यौँ हामीले चाहिँ। एकछिन यही भिडियो हेरौँ। अब अरू पनि घुम्न टन्नै छ, भिडियोहरू अझै बाँकी छ। पार्ट 2 को लागि वेट गरिदिनु होला। यहाँसम्म हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा फेरि धन्यवाद। सी यू नेक्स्ट ब्लग।